यत्रो विश्वमा यस्तो युद्ध भइरह त यो युद्धको बारेमा किन मुख खोल्दैनस् भन्यो क्या एउटा साथीले मलाई। अनि यसो नियाली मैले नि अब रुस र युक्रेनको पनि युद्ध हेरेँ, यता अफगानिस्तान र पाकिस्तानको नि हेरेँ, पाकिस्तान र भारतको पनि युद्ध हेरेँ, त्यसै गरी यो इजरायल र इरानको नि हेरेँ, अमेरिका र इरानको नि हेरेँ होइन। अनि त्यसै गरी अब यता लाएपछि हाम्रो दक्षिण कोरिया र उत्तर कोरियाको पनि युद्ध नै हेरिसकेँ मैले नि। त्यसै गरी अब यो जापान र यता हाम्रो चाइनाका दाइहरूको नि अलिअलि युद्ध हुनेवाला नै छ, यिनीहरूको नि अलिअलि वार भइरह। अनि अब के गर्ने त, अब भारत र यता पाकिस्तान पनि युद्ध हुने नै भयो। अब सबैजना आफू लडिरहन्, देश लडिरहन् होइन। अब अमेरिकाले चाहिँ अब मुख्य गरी अब अलिकति उनीहरूको देशमा भएको तेल, जहाँ तेल खनिज पदार्थ छ त्यसको लोभमा उसले युद्ध गरिरह भने। अब नेपाल चाहिँ यस्तो केही नै छैन कि, यहाँ चाहिँ स्रोत पनि केही छैन लाने। त्यो भएर नेपाललाई चाहिँ आँखा गाडेका छैनन्। अब पानी हो बगेर जान्छ भारतमा, अलिकति भारतले आँखा लाउने हो, भारतलाई उनीहरूलाई त्यो पानी ठिक्क छ, उनीहरूकै ठाउँमा बगेर गइरह। अब अलिअलि उनीहरूले केही हदसम्म चाहिँ सीमा मिचिरहन्। अब त्यो हुँदैन, अब नेपाल चुप लाग्यो। अब नेपाल त बिचरा अब कसलाई के भन्ने होइन। अनि अब समर्थन भोलि विश्वयुद्ध त हुन्छ। अब यो विश्वयुद्ध अलिकति समय लाग्ला, अब 2-4 वर्षमा विश्वयुद्ध हुन्छ, पुरै ध्वस्त हुन्छ। अब के गरी अब ग्यास र तेलहरू पनि अब लगभग अब सर्टेज हुन्छ, किनकि अब यो अमेरिका र इरान युद्ध भएपछि अब यो कतार, यो साउदीमा नि यिनीहरूले एट्याक गरिरह। अब यो अमेरिकाले पुरै हस्तक्षेप गर्दैछ। अब यता जापान र चाइनाको युद्ध नै हुनसक्छ, किनकि अब यिनीहरू नि तम तयार छन्, उत्तर कोरिया, दक्षिण कोरियादेखि लिएर रुस, युक्रेन होइन। अब नेपाल चाहिँ को मार्फत त, नेपालको त कुनै पनि छैन लड्ने। नेपाल एउटा स्वतन्त्र मुलुक हो होइन। अब यहाँ यो नेपाल कोहीसँग लड्दैन। अब हामी नेपाली चाहिँ आफू लड्दैछौँ कि। अब चुनाव भयो, अब भोलि कसले बाजी मार्ला, कसले मार्ला, देश कस्तो बनाउने भन्ने कुरो चाहिँ अब हुन त जुन दल आए पनि, बहुदलदेखि लिएर हिजो राणाकालदेखि लिएर प्रजातन्त्र होइन, राजतन्त्र, अब अहिले गणतन्त्र आउँदा नि देशमा विकास चाहिँ काहीँ पनि भएको छैन कि। अब त्यो बाटाघाटा पहिला थिएनन्, तिनीहरू अलिअलि भए हो कात्राकुत्रु। अब चाहिँदो नचाहिँदो बाटो पनि खनेकै छन्। त्यो बाटोले हुनेवाला केही पनि हुँदैन। अब सीमित ठाउँमा मात्र बाटो खनेर अरू ठाउँमा चाहिँ भएको बाटोलाई चाहिँ बरु पक्की गरेर अरू ठाउँमा अहिले बाटो खन्ने स्थगित गर्नुपर्छ होइन। अब जसले जितेर आए पनि देश 5 वर्ष कार्यकाल चल्न पर्यो, एउटै प्रमुख अब राष्ट्रपति हुन्छ कि प्रधानमन्त्री हुन्छ, उसको आदेशमा देश चल्नु पर्यो, विकासका कामहरू भटाभट हुनु पर्यो। तर अब यो विश्वयुद्धको सङ्केत हेर्दा चाहिँ अब नेपाललाई पनि धेरै कुरामा असर पुगिरहेछ। अब नेपालले लड्न पर्ने देशहरू कुनै पनि छैनन् होइन। नेपाल एउटा स्वतन्त्र मुलुक हो, पहिला पनि स्वतन्त्र हो। अब हामी नेपाली चाहिँ स्वतन्त्र भएर आफ्नो देश आफै बनाउनु पर्छ। अब जति युवाहरू विदेश गएका छन्, ती युवाहरू चाहिँ नेपाल आएर उनीहरूले चाहिँ आफ्नो देश आफै बनाउनु पर्छ भनेर आफ्नो देशमा सुरक्षित रहन पर्यो कि। अब कतिजनाको ज्यान गइसक्यो होइन अहिलेसम्म पनि। अब यो हेर्दा चाहिँ अब आफ्नो देश, आफ्नो छानो सुरक्षित छ, आफ्नो घरमा बस्न आनन्द छ, योभन्दा अरू के चाहियो र हामीलाई। अब हाम्रो देशमै सुख शान्ति समृद्धि हुनु पर्यो। विश्वयुद्ध यो अब बिस्तारै भयो भने पनि हामी आफ्नो जमिनमा आफै फलाएर खान सक्छौँ, आफै सक्षम भएर बस्न सक्छौँ। अब सबैले चाहिँ हामी मिलिजुली यो पार्टी ऊ पार्टी भन्ने होइन कि, हामी नेपाली एक भएर चाहिँ अघि बढ्न पर्यो। हामी नेपाल हामी आफै बनाउनु पर्यो।